कागजमा मैले दाजुको अनुमतिबाट दाजुले जुन लेख्नु भएको नाटकलाई मैले यहाँ अलिक प्रस्तुत गर्न खोजेँ तर पहिलोचोटि पढेर त्यसलाई मैले गर्न खोज्दैछु है। आशा छ यसमा चाहिँ धेरै नै त्रुटि हुनसक्छ किनभने यो कुरै म कलाकार पनि होइन के पनि होइन तर त्यो नाटक त खालि मैले एउटा रमाइलोको निम्ति भन न। यहाँ त धेरै पात्रहरू छन् विभिन्न पात्रहरू त्यो पात्रहरू सँगसँगै म को पात्र भनेर बिचैमा भन्दैछु तर सुरुमा चाहिँ यसको भूमिका के छ भने यो नाटक एउटा स्टेजमा पर्फर्मेन्स हुन्छ र त्यो स्टेज चाहिँ अब जसरी भनौँ न दर्शकहरू साखा बसिदिइरहेको छ तर यहाँ धेरै हल नभरे तापनि जति छ अब इमेजिन गरौँ यो मञ्च स्टेजको पर्दा खुल्दैछ खोल्यो बिस्तारै त्यो पर्दा खुल्दै जान्छ र ब्याकग्राउन्डबाट एउटा म्युजिक आइरहेको छ साउन्ड त्यो साउन्ड एम्बुलेन्स त्यसलाई त्यो स्टेजमा अनि लाइट्स यो चाहिँ मैले भूमिका बाँधिरहेको छु लाइट्स मधुरो चर्किलो रङ्गमञ्चको जुन एउटा डेकोरेसन देखिन्छ त्यो डेकोरेसन कस्तो हुन्छ भने त्यो स्टेजको बायाँपट्टि एउटा ठुलो बिजुलीको खम्बा हुन्छ इलेक्ट्रिक पोल त्यसमा एकजना जुन पात्र भनिन्छ कि दारीबा उसले चाहिँ बस विश्वमा बसेर बस पर्खेर बसिराखेको जुन दारीबा स्टेजमा बसेर के अरे चौतारीमा बसेर जुन बस कुरिरहेको हुन्छ अब उसको पर्फर्मेन्स है ऊ आफ्नै तालमा कराइरहेको हुन्छ लगे मान्छेले एउटा बेवारिसे मान्छेको लास लगे मलाई थाहा छ जब यिनीहरूले ब्रह्माजीको सिर्जनालाई मसान घाटमा लगेर पोल्नेछ खरानी बनाउनेछ त्यसपछि अनि पत्रिका छापी आयो आजको ताजा खबर आजको ताजा खबर राजधानीको मुटुमा एउटा अज्ञात युवकको लास भेटियो भन्दै उसले पत्रिका हल्लाउँदै आउँछ र आयो आजको ताजा खबर अरे त्यो लास त हिजोदेखि यही सडकको पेटीमा थियो त्यही बासी लासको खबर छाप्दै तिम्रो अखबार कसरी ताजा हुन्छ र अनि त्यो दारीमा कराउँछ अनि के त्यो जुन पत्रिका बेच्ने चुप लाग्नुहोस् पक्का छिटो त हो त्यसमाथि दारीमा बुढो मान्छे चुप लाग्नुहोस् तर ऊ आफ्नै सोचे ल आयो आजको ताजा खबर भन्दै दौडिरहेको बिचैमा उसले त्यो कराइराख्दा है बासी खबर अनि केटो रिसाएर जान खोज्छ तर दारीबाट उसलाई रोक्दैन ए रिसाएको भाइ पख न भनेर उसले आफ्नो खाइरहेको चुरोट खान्छ अनि केटोले भन्छ खान्न ठुलो चुरोटमा बढी निकोटिन हुन्छ नि केटोको जवाब दारीवाला अनि दारीवाले फेरि हाँस्दै हुन्छ ठुलो चुरोटमा बढ्दो निकोटिन हुन्छ अलि सिङ्गो चुरोटमा चाहिँ के हुन्छ नि प्रोटिन हुन्छ उसले सोध्छ होइन अनि केटोले भन्छ बा मलाई आफ्नो काम गर्नु दिनुहोस् दारीवाले मलाई कसले रोकेको छ र हेर काम गर्ने मान्छेले जुनसुकै वातावरणमा पनि काम गरेर खान्छ यो विषयमा कुरै अनि त्यहाँ प्रसङ्ग बदलिन्छ अनि दारीवाले के लेखेको छ पत्रिकामा केटाको जवाब थाहा छैन अनि दारी अर्थात्
अब त्यो जुन त्यो लासको कुरा निस्किरहेको थियो, अब त्यो केटाको लासको पनि राजनीति चल्छ होला, दारीवाले भन्दै गर्छ केटाले। एउटा पार्टीले भन्ला त्यो फलामे पार्टीको निन्दनीय कार्य, अर्को पार्टीले थप्ला होइन यो त ढिस्काना पार्टीको घिनलाग्दो षड्यन्त्र हो। यस्तै विषयलाई लिएर निरन्तर लिएर नारा जुलुस बन्द हडताल हुन्छ, सत्तामा पुग्ने र सरकार परिवर्तन गर्ने खेल हुन्छ। मर्ने मरिसके, अब यहाँ यस विषयमा हजारौँ मारिन्छन्। सर्वसाधारण जनताले शास्ति भोग्नुपर्छ। दैनिक ज्यादादारी गरी भोकै बस्नुपर्ने हुन्छ। यस घटनाले गर्दा पार्टीहरू चलायमान हुन्छन्, विद्यालय विश्वविद्यालय बन्द हुन्छ, कल कारखानामा काम बन्द छ। लास्टमाथि राजनीति छि, दारीवारको दिने एक्सप्रेसन उसको। अनि केटोले भन्छ तपाईँले उनको, अनि उसले सोध्छ त्यो लास्ट बारेमा, केटोले सोध्छ त्यो पत्रिकाले केटो तपाईँले उसको अनुहार देख्नुभयो त? अनि त्यही दारीवारले देखेको थिएँ। व्यस्तताको कारणले यो सडकमा हिँड्ने मान्छेहरूका हजारौँ आँखाहरूले देखे पनि नदेखे झै गरेर हिँडे। अघि नै एम्बुलेन्सले लानुभन्दा अगाडिसम्म पनि म उसलाई हेर्दै थिएँ। त्यो केटाको अनुहार एकदमै विक्षिप्त थियो। सायद त्यसका आफन्तले भेट्टाएका पनि चिन्दैनन् होला। अब त चिनेर पनि फाइदा छैन। किन? अनि दारीवार यतिखेर त ऊ सरकारी निःशुल्क दावासँग खरानी भइसक्यो होला। युवा नै थियो, बाँचेको भए राष्ट्र र आफ्नाका लागि केही गर्न सक्थ्यो, तर खत्तम। एउटा जीवनको अध्याय नै समाप्त भयो। इतिहासमा अब उसको नाम कहिले पनि लेखिँदैन। अनि केटो फेरि अब आफ्नो काम गर्न ल आयो ताजा खबर भन्दै त्यतिकैमा दुईटा पात्रहरूको इन्ट्री हुन्छ स्टेजमा, नरहरि र दीनदयाल। अनि उनीहरू आफ्नो पत्नीलाई गर्दै उनीहरू प्रवेश गर्छन् स्टेजमा। अनि एउटाले नरहरि भन्ने पात्रले भन्छ सुन्नुहोस् त, अहिले बिहान एउटा युवकको लास भेटिएको ठाउँ यही हो। अनि दारीवार हो किन? दारीवार दुईजनाको बिचमा उसले टक्क भन्न आइपुग्छ। अनि त्यो नरहरि पात्रले भन्छ लास कस्तो थियो? जस्तो हुनुपर्ने थियो त्यस्तै थियो। लास कस्तो अचेत हिउँ जस्तो चिसो, धड्कनविहीन, श्वासविहीन। अनि अर्को पात्र दीनदयाल भनेको दीनदयाल नाइ हमारा मतलब उसले कस्तो पोसाक लगाइरहेको थियो। दीनदयाल पात्र उसले उसले हिजोआजका युवाहरूले लगाउने खालको पाइन्ट सर्ट लगाएको थियो। नरहरि भन्ने पात्र पाइन्ट सर्ट, पाइन्ट कालो थियो अनि सर्ट चाहिँ सेतो थियो। त्यो दारीवार मैले पाइन्टको त ख्याल गरिनँ, तर सर्ट चाहिँ सेतै थियो। अनि नरहरि पात्रले फेरि सेतो सर्ट, यसो भए पक्कै मेरो छोरो हुनुपर्छ। यता अर्को पात्र दीनदयाल होइन, सेतो सर्ट त मेरो छोरो रामदयालले पो लगाइरहेको थियो। त्यो पक्कै मेरो छोरो हुनुपर्छ। ये क्या कर दिया रामदयाल बेटे? मलाई त्यो बुढा त्यो पात्र दीनदयालले भन्छ। अनि त्यसपछि नरहरि त्यसको नाक्नेर कालो कोटी पनि थियो। अनि दारीवार अब जुन उसले देखायो नि त लासलाई,
थाहा छैन अनुहार चाहिँ एकदमै विचित्र थियो अनि नरहरी छाती पिटेर थियो त्यो पक्कै मेरो छोरो नरेन्द्र हुनुपर्छ 2 दिन भयो घर छोडेर गएको आज संसार नै छोडेर गयो नरेन्द्र मेरो छोरो यता दुनिया चाहिँ नै वो अपना छोरा रामदयाल नै हो उता फेरि त होइन के तमासा हो मैले त केही बुझिनँ किन त्यहाँ त रामदयाल र दीनदयाल दुइटाले होइन मेरो छोरा भनिरहेको छ अनि नरहरीले अब बुझ्नु नै के बाँकी रह्यो आमा चाहिँ त भन्थे छोराले लागु पदार्थ खाएर हिँड्छ भनेर तर के कामको बेफुर्सदेखि त्यतातिर ध्यानै दिन पाइन सुरुमा त आफ्नो छोरो यस्तोसम्म गर्न सक्छ भन्ने पत्यार लागेन आज आएर नरेन्द्र मेरो छोरो यता फेरि दीनदयाल हुन्छ अरे ओ रामदयाल तू बाप से रुठ कर कहाँ चल दिया रे बेटे दारीबा चाहिँ अचम्म मानेर दुवैतिर हेर्छ रामदयाल र दीनदयाल अनि त्यत्तिकैमा दुईमै बिमला भन्नु खै चट्ट इन्ट्रान्स फेरि स्टेजमा आइपुग्छ ऊ फेरि या पुतानु छे छगन वना भन्दै ऊ आइपुग्छ फेरि अनि दारीमा छक्क अब त्यहाँ रामदयाल र दीनदयाल मेरो छोरो भनिरहेको छ होइन यता फेरि अब तुई मैले अनि दारीमा छक्क नुछे ऊ सरप्राइज हो कि उसको एक्सप्लेनेसन अनि तिमी हाम्रो नुछे यहीँ मरेको हो दारी को नुछे अनि तिमी पत्रिका देखाएर यो पत्रिकामा लेखेको मान्छे अब तपाईँ ए त्यसो भए त्यो तिम्रो छोरो पो हिजोदेखि यही सडकको फुटपाथमा मरेर सडिरहँदा उसका आफन्त भन्नेहरू कोही आएनन् तर आज यो त गजबै हो बात किनभने त्यहाँ 3जनाले अब आइसक्यो अनि दीनदयालले तुई मेला बहन वो तिम्रो छोरा होइन मेरो रामदयाल हो उता होइन त्यो मेरो नरेन्द्रै हो मखो त्यो हाम्रो नुछे हुनुपर्छ ऊ पनि घरमा नआएको 2 दिन भयो रुँदै नुछे तनकावा त्यत्तिकै फेरि अर्को पात्र दोर्जेको प्रवेश हुन्छ यहाँ चाहिँ दायाँतिरबाट हुनेछ त्यो स्टेजको राइट सुन्नुहोस् त यहाँ हाम्रो लाक्पा मरेको देख्यो सोध्दै त्यसपछि अनि दारीबारे अब स्टेजमा त्यहाँ दर्शकहरूलाई हेर्दै त्यो अडियन्सहरू हुन्छ होइन फेरि अर्को आफन्तको आगमन भयो वाह दुनियाँमा केवल 2टै मान्छे राम्रा हुँदो रहेछ एउटा मरेको मान्छे अनि अर्को जन्मिँदै नजन्मेको मान्छे अघिसम्म मैले त्यो मर्ने केटालाई अभागी हुन सक्छ भन्ने सोचेको थिएँ तर त्यो अहिले गलत साबित भयो उसले स्टेजमा हेर्दै भनिरहेको हुन्छ अहिले जसका तीनजना त बाउनै निस्किसके एउटा सिङ्गै आमा त प्रकट भइसकिन् के थाहा दिनभरिमा अझै कति बाउ आमाले आउने दोर्जे चाहिँ दारी बाँच्न फेरि त्यो जुन पहिलो पात्र तिमीले हाम्रो लाक्पा मरेको देख्यो अनि दारी मरेको त देखेँ तर त्यो मर्ने केटो तिम्रो लाक्पा हो कि त्यो तुईमै दिदीको नुछे हो कि अथवा ऊ कि दाईहरूका रामदयाल र नरेन्द्र मध्ये को हो मैले चाहिँ सकिनँ त्यसको हातमा इन्जेक्सन जस्तो वस्तु थियो देख्यो भनेर सोध्छ
हिजो राति मर्नुभन्दा अगाडि उसको हातमा इन्जेक्सन लगाउने सुई देखेको थिएँ हो इन्जेक्सन लगाउँदै थियो तर अचम्म एकछिनपछि ऊ कालो निलो भएर यही पेटीमा झ्याङै लड्यो अनि गर्दै भन्छ हो त्यो पक्का पनि मेरो लाग्पा नै हो मैले त त्यसलाई यस्तो खराब चिज नखा भनेको थिएँ ट्रेकिङमा विदेशीले सिकाएको कुरा राम्रो हुन्छ भनेर मेरो कुरै माने आज खत्तम भयो मेरो लाग्पा अब मान्छेहरूलाई खासो नि देखाउँ मैले आउने लोसारमा छोरालाई सँगै लिएर आउँछु भनेको थियो मेरो लाग्पा मार्यो भन्दै त बोल्थे पुरा दारीमा तमासा घोर तमासा सायद कलियुगको चरम बिन्दु हो जिउँदो हुँदा कसैले आफ्नो छोरा ख्याल आएन छोरो कुन कारणले दुर्बिसिनीमा पस्यो सोच्ने फुर्सद नै भएन आज मर्यो 2 थोपा प्रकृतिले दिएका फक्कटका आँसु बगाउन जम्मा भएछ नि उता दीनदयाल हुन्छ मेरो रामदयाल भन्छ यता मेरो नरेन्द्र यता कुइलमै यादु छे उता गर्छ लाग्पा खेराङ खादु तिमी कता छौ छोरो त्यति फेरि यता दारी भएको अब उसको पार्ट लाउँछ फेरि तपाईँहरू अब उसले दर्शकतिर तपाईँहरू हुनुहुन्छ नि यहाँ दर्शक अनि तपाईँहरू किन मौन भएर बसिराख्नु भएको आउनुहोस् बुझ्नुहोस् त्यो अघि मर्ने केटो रामदयाल नुच्छे लाग्पा वा नरेन्द्र नभएर तपाईँ आफ्नो छोरो पनि हुनसक्छ आउनुहोस् तपाईँहरूकै छोरो यो पेटी गल्ली र चोकमा लागु पदार्थ खाएर मरेको त छैन सुन्नुहोस् बुझ्नुहोस् आउनुहोस् बिरदाल होइन मलाई पक्का विश्वास हो त्यो मेरो छोरो रामदयाल नै हो उता नरेन्द्र होइन नरेन्द्र हो उता दुई मैले चाहिँ भन्छ मख होइन ओ नुच्छे नै ख दोर्जे हुन्छ नि कुन चाहिँ सुमु यो मेरो लाग्पा नै हो भन्छ उता त्यो दर्शकको त्योबाट एकजना कुमारको बुबा एकजना फेरि अर्को एउटा अर्को पात्रको फेरि उपस्थिति हुन्छ र अर्को सलिम त्यस्तै गरी 2 जनाको पात्रहरूको त्यहाँ उपस्थिति हुन्छ अनि कुमारको कुमारको बुबा चुप लाग्नुहोस् तपाईँहरू यो अरू कसैको छोरो होइन मेरो छोरो कुमार हो मैले यही बुढो हातले मेरो सहारा भविष्यको लट्टे कुमारलाई दागबत्ती दिएर आउँदैछु कुमार मेरो छोरो रुँदै देखाउनमा पनि बस्छ मैले कस्तो मिठो सपना साँधेर राखेको थिएँ अब सब मिथ्या भयो तिम्रो चिताको दाउला जस्तै मेरो सपना सब खरानी यता दीनदयाल चाहिँ रुन्छ क्या कहा उता फेरि नरहरि उसो भए त्यो हाम्रो नरेन्द्रै होइन आँसु पुस्दैन म त हाम्रो छोरा नुच्छ्यो होला भनेर कस्तो डराएको यता फेरि दोर्जे हाँस्दै ए त्यसो भए त्यो लाग्पा होइन हगे तासिदेले रिम्पुछे तासिदेले सबैजना खुसी मारेर जान खोज्छ अनि त्यो जसले चाहिँ दागबत्ती दिएर आएँ भनेर चाहिँ कुमारले ऊ चाहिँ भक्काँदै रोएर बस्छ अनि यता सलिम भन्ने एउटा पात्रले भन्छ काका नरुनुहोस् अब कुमार फर्केर आउँदैन मैले त्यसलाई धेरै पटक नखा भने त्यस्तो कुरा खाने साथीहरूसँग नहिँड पनि भने त्यस्तै मेरो कुरा सुन्दैछु
उल्टै मलाई नै तैँले जिन्दगी केही बुझेको छैनस् भनेर भन्थ्यो। तर त्यही पटक तपाईँले उसलाई के रोक्न खोज्यो मलाई नै उल्टै भिक्षाउँदै थियो। अब सक्छ तर हामी छौँ काका, हामी पनि तपाईँकै छोरा। यता दारी र के अरे पहिलो पालो पर्खनुहोस्, जानुभन्दा पहिला अरूको आँसुको मूल्य पनि बुझेर जानुहोस्। तपाईँ आफ्नो आपतमा विचलित हुनुहुन्छ तर उसको आपतमा हाँस्नुहुन्छ। एउटा चेतनशील मान्छे भएर पनि एउटा क्यारेक्टर आफै हो कि हो? चेतनशील मान्छे भएर पनि तपाईँभित्रकै अपनत्वको भावना अरूलाई खाने बाल्ने तपाईँलाई पनि खान सक्छ। अरूलाई पर्ने समस्या तपाईँलाई पनि पर्छ। देश नबनेको हामीकै बन्छ। यो देश एक व्यक्तिको मात्र होइन। यो सबैले स्टेजतिर हेरेर त्यो पात्रहरूलाई हेरेर भनिरहेको हुन्छ सबैको देश हामी, तपाईँ हामी सबैको देश हो। त्यसैले एक अर्काको सुख दुःख साथफेर गरी मिलेर समस्या होइन भोलि यही पेटीमा तपाईँको रुचि, तपाईँको रामदया, तपाईँको नरेन्द्र, तपाईँको समय बितिसकेको छ। यो दुर्व्यसनको डरलाई खेल्ने एउटा व्यक्तिले मात्र सक्छ। यो अभियान असल छोराछोरीको पनि अनि कर्तव्यनिष्ठ अभिभावकहरूको सामूहिक अभियान हो। यो अभियान एक सचेत नागरिकको हो। यो अभियान तपाईँ र हाम्रो हो। त्यसैले यो काम सबैले मिलेर गरौँ। हामी यता कुमारको बुवा जसले आफ्नो छोरालाई दालबटी दिएर आएको थिए, उसले भन्छ ठिक भन्नुभयो बाबा, सन्तानको सुख र शिक्षाको लागि भन्दै म 7 दिन रात दिन खटिएर तर मैले छोरालाई समय दिएँ। उसँग बसेर उसको पढाइको बारेमा कुरा गरिनँ। उसका साथी कोसँग कहिले सोधपुछ गरेँ। ऊ कहाँ गयो, के खायो भनेर ख्याल गरेन। म त खाली मेरो व्यवसाय बैठक आदि भन्दै दौड गरिरहेँ। उसले मागे पैसा दिइरहे तर धेरै पहिलेदेखि नै दुर्व्यसनको शिकार भइसकेको रहेछ। आजलाई यो दिन र अरू पात्रहरू नरहरै रामदया तुलमै तथा दोषीतिर हेर्दै तपाईँहरू सबैलाई मेरो बिन्ती छ। अहिले खोज्नुहोस् आफ्ना छोराहरूलाई उपचार गर्नुहोस्। आवश्यक परे सुधार गृहमा लगेर राख्नुहोस् तर ढिला नगर्नुहोस्, नत्र सक्दो बर्बाद हुन्छ अनि उठ्न थाल्छ र सबैजना गोलाकार भएर कुमारको बुवालाई अब एउटा सान्त्वनाको हात राखेर उता केटो फेरि लो आयो आजको ताजा खबर भन्दै ऊ आफ्नो ड्युटी गर्दै कति केटा आउँछ यतापट्टि फेरि दारी बाँधेर उसले भन्छ होइन भाइ, जब तिमी हाम्रो देशमा चेतनाको बिहानी लिएर कुदाउँछौ, हामीलाई युवा शक्ति दुर्व्यसनबाट मुक्त भएको खबर लिएर आउँछ अनि मात्र तिम्रो पत्रिकाको खबर ताजा र स्वच्छ हुन्छ। होइन भने होइन भने प्रति प्रश्न गर्छ अनि दारे होइन भने तिम्रो बासी नै हुन्छ। यो गहिरो विषय छ र भन्दै यो बिस्तारै पर्दा बन्द हुन्छ।